सबैलाई नमस्ते नमस्ते नमस्ते। मेरो नाम आरबीसी साई। मेरो भ्लगको नाम रहेको छ आरबीसी साई नै रहेको छ। म ठ्याक्कै खतेड गाउँपालिका हिँड्दैछु किनभनेपछि मेरो घर चाहिँ त्यतै भएको कारणले म त्यतै हिँड्दैछु चट्ट मिलाएर। अब ठ्याक्कै हिँड्दैछु, देख्न सक्नुहुन्छ यस्तो छ खतेड गाउँपालिकाको हालत। अनि यस्तो छ नि, हेर्नुहोस् यो रोड यस्तै छ। म अब ठ्याक्कै रोडमा लागिसकेको छु किनभनेपछि अघि चाहिँ सर्ट बाटो आएको थिएँ, अहिले चाहिँ म ठ्याक्कै रोडमै पुगिसकेको छु। अब म चाहिँ केही हदसम्म म रोडदेखि हिँड्नेछु भने केही हदसम्म चाहिँ सर्ट बाटोदेखि हिँड्नेछु किनभनेपछि मलाई अलि ढिलो भएको कारणले म चाहिँ अलि घरमा छिटो पुग्नुपर्ने छ। यहाँ देख्न सक्नुहुन्छ गाइजहरू। अनि यस्तोरी हाम्रो पहाडमा यस्तोरी काम गर्छन् गाइज। अनि तपाईँ देख्न सक्नुहुन्छ ऊ त्यहाँ हेर्नुहोस् आलु गोडी राख्नुभएको छ आन्टीले। अनि म चाहिँ माथि रोडदेखि यस्तो भ्लग बनाउँदै हिँडेको छु। यस्तो छ हाम्रो पालिकामा। गाडीको व्यवस्था भएको भए म गाडीमा जान्थेँ चट्ट मिलाएर। अब यहाँनिर हाम्रो देउताको लागि ध्वजा झुडाएका छन् अनि गाइजहरू तपाईँ देख्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, प्रत्यक्ष देख्नुहोस्। अनि खतेड गाउँपालिका यस्तो रहेको छ, यस्तो बवाल ठाउँ बवाल, यस्तो बवाल छ गाइजहरू। अनि यस्तो छ गाइज। अनि म यस्तो छु, म चाहिँ अब हिँड्दैछु चट्ट मिलाएर। म चाहिँ घरतिरै जान्छु होला नि गाइज। आज घर कति बजी पुग्छु भने मलाई अलि खुसी लागेको छ किनभनेपछि 1 वर्षपछि म घर जाँदैछु गाइज। अनि तल आमालाई देख्न सक्नुहुन्छ तपाईँ, आमाले के गर्दै हुनुहुन्छ। अनि यस्तो ठाउँ रहेको छ, बवाल ठाउँ, सुन्दर ठाउँ, एकदम सुन्दर। यहाँ चाहिँ केही नै हुन्न, न उद्योग काल कारखाना न केही छन्। यस्तो प्राकृतिक अक्सिजन, यति राम्रो शुद्ध अक्सिजन पाइरहेका छौँ हामीले। अनि गाइज किनभनेपछि सबैले तराईतिर बसेको मान्छे पहाडतिर हिँड्न सक्दैन, तर हामी पहाडतिरको मान्छे तराईतिर पनि जान्छौँ, पहाडतिर पनि आउँछौँ गाइजहरू। अनि तपाईँ देख्न सक्नुहुन्छ यस्तो घर रहेका छन् यहाँ ठ्याक्कै। यो ठाउँको नाम चाहिँ ठ्याक्कै थाहा भएन गाइज। अनि मैले चाहिँ तपाईँलाई देखाइराखेको छु, तपाईँ हेर्नु होला। अनि यस्तो छ हाम्रो पहाडतिर, यस्तो छ अक्सिजन, डाँडा यस्ता छन् गाइज। अनि म चाहिँ चट्ट हिँड्दैछु कतिखेर घर पुग्ला भन्ने मलाई आदेश लागेछ किनभनेपछि 1 वर्षपछि घर जान पाएको छु। अनि गाइज 1 हप्ताको बिदा लिएर फेरि स्कुल कलेजदेखि, किनकि मेरो अलिक काम परेको कारणले म घर जाँदैछु किनभनेपछि घरमा